आइभीएफ पद्धतिका मुख्य 3वटा चरणहरू हुन्छन्। पहिलो चरण हो पूर्व तयारी अवस्था, दोस्रो चरण हो महिलाको अण्डा बाहिर झिक्ने र तेस्रो चरणमा बाहिरी रूपमा विकसित भएको भ्रूणलाई उपकरण मार्फत पाठेघरमा पठाउने। पूर्व तयारी अवस्थामा निसन्तान दम्पतिको बाँझोपन सम्बन्धी अवस्थाको विस्तृत पहिचान गरिन्छ। चिकित्सकीय माध्यमबाट श्रीमान श्रीमतीको सम्पूर्ण जाँच गरिन्छ, जस अन्तर्गत श्रीमान र श्रीमतीको कुन कुन कुरामा समस्या वा खराबी छ, के कारणले सन्तान हुन नसकेको हो भन्ने बारे सूक्ष्म अध्ययन र अनुसन्धान गरिन्छ। सामान्यतया महिलाको पाठेघरको सुरुवाती अवस्थालाई विस्तृत अध्ययन गरी तयारी गरिन्छ। त्यसपछि महिनावारी हुने बित्तिकै सुई लगाइन्छ र उसको डिम्बाशयलाई हर्मोनको माध्यमबाट विस्तार गरेर धेरै अण्डा बनाइन्छ। जति बेला डिम्बाशयमा अण्डा परिपक्व हुन्छ त्यसपछि एउटा सुई दिएर 34-35 घण्टापछि अण्डा बाहिर निकालिन्छ। यो प्रक्रिया चाहिँ शल्यक्रिया मार्फत गरिन्छ। यसरी झिकिएको अण्डालाई इन्कुबेटर उपकरणमा उपयुक्त वातावरणमा संयोजन गराई प्रयोगशालामा राखिन्छ र त्यही भ्रूण विकास हुन्छ। यस्तै सामान्य टिटनास खोप, आइरन, क्याल्सियम दिइन्छ। सुत्केरी पनि सामान्य प्रक्रियाबाटै हुन्छन्, जसरी अन्य महिलाहरू सुत्केरी हुन्छन्।